भए अनि अहिले चाहिँ हामी जसरी पनि बाल्नुपर्छ भनेर फेरि पनि हामी काम गरिरहेछौँ। त्यो पैसाको कुरा पनि होइन, हामीले नचाहेको पनि होइन। त्यहाँ निकुञ्जले कुनै पनि हालतमा हामी यहाँ पोल काट्न दिँदैनौँ भनेर त्यो गरेको हुनाले त्यो भए हो। अहिले हामी तत्काल फेरि पनि हामीले स्थानीय निकायलाई पनि कुरा गरेका छौँ, वडालाई कुरा गरेका छौँ। सामान चाहिन्छ हामी सामान दिन्छौँ, पैसा चाहिन्छ पैसा दिन्छौँ। तपाईँहरूले कोअर्डिनेट गरिदिनु पर्यो त्यहाँ निकुञ्जलाई भनेका छौँ। अब त्यहाँ हाम्रो चाहिँ शाखाले टेन्डर गरिसकेको पनि रद्द गर्न लगाए होइन, अख्तियारमा हालेर निकुञ्जको कारणले हो त्यो होइन। निकुञ्जलाई हामी कन्भिन्स गर्दैछौँ। यसलाई चाहिँ बत्ती कि त्यहाँबाट बस्ती हटाउनु पर्यो कि बत्ती दिनु पर्यो? बत्ती त दिनु पर्यो नि, जनतालाई बत्ती दिनु परेन होइन। त्यो टाङ्गिया बस्ती पनि त्यसै गरी राखेँ मैले जबरजस्ती गरेर बत्ती दिनुपर्छ। बत्ती दिनुपर्नेमा कुनै छैन। म अस्ति आफै किनभने त्यहाँ जन्मेको मान्छे 35 वर्ष भइसक्यो, प्रधानमन्त्री हुने उमेरको भयो, प्रतिभा छैन। किनभने गरिबसँग प्रतिभा हुँदैन, बोल्न सके पनि लड्न सक्दैन, किन खर्च चाहिन्छ। त्यो भएर हो प्रतिभा छैन। तर त्यहाँको योग्य नागरिक भइसक्यो। आज निकुञ्ज के आकाशबाट झरेको इन्द्रले पठाएको कानुन मान्छेले बनाएको, मान्छेको हितमा हुनुपर्छ कानुन। यदि कानुन मान्छे मानव हितमा छैन भने त्यो कानुन तोडिन्छ। यदि तपाईँले गर्न सक्नुहुन्न जनताले गर्छ, तपाईँहरू भोट माग्न आउनुहोस्। अनि पाउनु पर्यो, समापन गरिदिनु हुन आजको बत्ती बल्नु पर्यो।